हेलो साथीहरु, स्वागत छ तपाईलाई हाम्रो सानो मिनी ब्लगमा। सो के छ, तपाईहरु सन्चै हुनुहुन्छ? हामी पनि एकदम सन्चै छौं हैन। आज चाहिँ हामीहरु घुम्न जाँदै छौं। कहाँ भन्दाखेरि मैत्रीदेवी मन्दिरमा। काठमाडौँको मैत्रीदेवी मन्दिर। काठमाडौँ आइसक्यो, मैत्रीदेवी मन्दिर नघुमे त उही भएन, के गरे रमाइली भएन भन्छन् हैन। अनि आज चाहिँ फुलपाती के दिनु दिन्छ? आज फुलपाती हो नि, अष्टमी। आज चाहिँ अष्टमी अनि पर्सि विजयादशमी छ। तर तपाईलाई सबैलाई के अरे विजयादशमीको धेरै धेरै शुभकामना। थ्याङ्क यू। अनि अब हामी चाहिँ घुम्न जाँदैछौँ। यिनी चाहिँ बहिनी हुन्, हिरोइन बहिनी छन् यिनी चाहिँ। अनि यिनी चाहिँ दुर्गा हुन्। हेलो भन्देऊ। हेलो। अब हाम्रो यात्रा सुरु हुन्छ अनि हामी निस्किन्छौँ हैन। आऊ त एकछिन सुज लगाइहाल्नु है। हेलो गाइस, सुज लगाएर हामी यता आइसकेको छौँ। अब घुम्न जाँदैछौँ। हेलो हेलो, हाय, ह्यापी दसैँ। हेलो साथीहरु, अब चाहिँ हामी निस्किसकेको छौँ। अनि अहिले चाहिँ उज्यालै छ नि त। अब साँझतिर किन घुम्न लाग्यो, किन जानु लाग्यो भनेपछि है तपाईँहरूलाई म भन्छु हैन। यस्तो दामी झिलिमिली हुन्छ के। अहिले चाहिँ यस्तो छ के अरे रात परेको छैन। अनि यहाँतिर त छैन, फेरि यहाँतिर त्यस्तो खासै छैन। उतातिर मात्रै बबाल बबाल छ, त्यही भएर हामी चाहिँ उतै जानु लाग्छौँ। यस्तै हो कुराकानी। ठिक छ। अनि हाम्रो गाडी चाहिँ आयो, अब हामी बस्छौँ। यो चाहिँ आधा बाटो मैत्री पुग्नु छ। अब मैत्रीको त्यो झिलिमिलीहरू हेर्नेको चहल पहल हेर्न सक्नुहुन्छ तपाईँहरू। अब हामी चाहिँ ज्ञानेश्वर पुग्यौँ। ज्ञानेश्वर पुगेपछि मैत्री पुग्छौँ। यहीँ बस्दिन्छौँ। गाइस, हामी चाहिँ मैत्रीदेवी घुम्न आएको। अनि कस्तो राम्रो ठाउँ रहेछ। अनि यो चाहिँ त्यस्तो धेरै धेरै मान्छेहरू छन्, सब घुम्न आएको छन् हेर्न। ओहो, खेल्ने चिजहरू। परै हामी जस्तै घुम्ने मान्छेहरू आएका। आउनु त हामीहरू 5 बजीतिर 4-5 बजीतिर आएको थियौँ कि है। अनि के भन्छ यो अब आउँदा आउँदै रात परिहाल्यो त के गर्नु। रुमबाट आउने बेला के अरे रुमबाट आउँदा आउँदै रात परिहाल्यो। गाडीबाट आउनसम्म के अरे 1 घन्टा जति गाडीमा आयौँ। त्यसपछि अर्को गाडीमा आयौँ है 15 मिनट जति। अनि आउँदा आउँदै फेरि रात परिहाल्यो, के गर्नु त होइन। साथीहरू, यही हो मैत्रीदेवी मन्दिर है। दिस इज अ भेरी गॉर्जियस, भेरी ब्युटिफुल। यो चाहिँ मन्दिर आउँदा यो चाहिँ मन्दिर है साथीहरू। यदि तपाईँहरू पनि काठमाडौँ हुनुहुन्छ भने आउनु होला घुम्न।